रिलायन्सको दादागिरी, बुक बिल्डिङको हुर्मत र नेपाली पुँजी बजारको अग्नि परीक्षा। सुशासनको अग्नि परीक्षामा उभिएको नेपाली पुँजी बजारलाई साह्रै महँगो मूल्यमा आइपिओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्सले नमिठोसँग गिज्याएको छ। यो त्यही कम्पनी हो जसले बिजुलीको बक्यौता नतिरेको फर्जी वित्तीय रिपोर्ट सार्वजनिक गरेको, आइपिओको नाममा जनतालाई महँगोमा सेयर भिडाएर सञ्चालकले पैसा उठाउन र नागरिक डुबाउन खोजेको भन्दै संसद अदालत हुँदै सार्वजनिक लेखा समितिमै चर्चा चलेको थियो। चर्चा व्यापक चलेपछि र विवाद चुलिएपछि कम्पनीको आइपिओ नै स्थगित भएको थियो। तर संसद नभएको मौका छोपेर कम्पनीले हतार आइपिओ जारी गरेको छ। आइपिओ जारी गरेर रिलायन्स स्पिनिङ मिल्सले गरेको हतारो र अपनाएको दादागिरी शैलीले नियामक न्यायपालिका माथि प्रश्न मात्र उठाएको छैन, बरु अन्तर्राष्ट्रिय पुँजी बजारका स्थापित मान्यताको ठाडो अवहेलना गरेको छ। अहिलेको संसद छैन, संसद समिति छैनन्, नियामकको कुरा त के गर्नु, तर सार्वजनिक